गाइस के छ तपाईहरुको सामु आइसकेको छ तपाईको प्यारो धनु ब्लगर है त त्यही पनि मैले ल्याएको छु आज 20 वटा सुन्तला र बिस्कुटहरु सबै बिमारीहरुलाई खानको लागि प्याकिङ गर्नको लागि म जाँदैछु अब अस्पताल है त अस्पतालको बिमारीको हालखबर के छ कस्तो छ सोध्ने छौ र त्यसको अब हुन्छ नि त अब के छ व्यवस्था भनेर अहिले अब धेरै मसँग आर्थिक अवस्था नभएको कारणले गर्दाखेरि सानो हेल्प ल्याएर आएको छु र सानो तपाई उहाँले सल्भ गर्नेछु सानोमा कोही साथ सपोर्टहरु दिनु भयो भने चाहिँ भोलि मैले ठुलो आउने दिनहरुमा सहयोग गर्नेछु है त बिमारीहरुलाई के छ कस्तो छ बुढो बुढाहरुलाई गएर सोध्नेछु है त ल थ्यांक यू द लेट्स गेट भोलि ल्याइसकेपछि त सुन्तला र बिस्कुट है त जो बुढो बिमारी हाम्रो आमा बुबाहरु हुन्छ त्यसलाई नै म दिएर यो सर्भ गर्नेछु है त लेट्स गेट आमा के भन्न चाहनुहुन्छ मेरो यो फर्स्ट अब स्टार्टिङ हो हैन मैले आफू प्राइभेटली गरेको अब आउने दिनहरुमा यदि हेल्परहरु भयो भने चाहिँ म पनि अझ आउने दिनहरुमा धेरै धेरै हेर्छु है त सुन्तला छ बिस्कुट छ है आमा आमा भन्नु न अनि कस्तो छ स्वास्थ्य दमको बिमारी हो राम्रो गर्नु होला है आमा है वार्डभित्र छिरिरहेको छ है त बुढाबुढीको वार्डमा छिरेर हामी सर्भ गर्नेछौँ मेरो भक्त यता राखिदिएछु मेरो आफ्नै उयो है सोध्न आएको सर हजुर हाम्रो गर्नुपर्छ हजुर विशेष हुनुहुन्छ उपचार कस्तो हुँदैछ यो उपचार अलिकति बुवा माफौँ है म किनकि सबैलाई आफ्नै तरिकाले सोध्न आएको के छ कस्तो अवस्था छ भनेर है बुवालाई चाहिँ भेट्न आएको मेरो सुन्तला धेरै छैन आफ्नो सुन्तला र बिस्कुट है आमा है हजुरको के छ अवस्था अहिले के छ हजुरको अवस्था अहिले हजुरको अवस्था के छ ठिक छ मैले यो उल्याइदिएको छु खानु होला है त यता राखिदिएको छ है बुवा है हजुरको के छ अवस्था के छ हजुरको हालखबर अहिले के विशेष भइरहेछ भइरहेको जस उपचार त भइरहेछ नि राम्रो तरिका आमा यो हजुरलाई है त यो अलिकति सुन्तला र उल्याइदिएको छु मेरो तर्फदेखि राखिदिनु होला है त आमालाई है म भेट्न आएको है त आफ्नै छोरा सम्झिनु होला के कस्तो लाग्यो उपचार राम्रो भइरहेको छ कस्तो हुन्छ उपचार जस आफ्नै भाइ जस्तै मान्नु हजुरले भेट्न आएको है त प्लास्टिक सकिन्छ यो तपाईँले सुन्तला र मिठाई मैले भेटघाट है कस्तो भइरहेको छ उपचार कस्तो भइरहेको छ अलिक विशेष केही भइरहेको के गर्दा चोलायो टोइलेट जाने बेला चोलायो आमा है हजुरलाई म भेट्न आएको है तपाईँको जस्तो मान्नु म म चाहिँ भेट्न आएको अब धेरै उ पनि नभएर होला है त म किनकि अब आफैले सर्भर गर्दै आइरहेको छु सबैले हिजो भेट्न आएको छु है राम्रो गर्नु होला है है अवस्था के छ बहिनी रोड्नु भएको चोल्डाउनु भयो मलाई पनि म स्वास्थ्यको मनोकामना गरेर है त यो उ गरिदिएको छु है है बुवा हजुरलाई पढिनु भयो हिँड्दाखेरि नेपालको बारे खिचेले त अब बुवा हजुरलाई म भेट्न आएको है त भेट्न आएको यो सुन्तला र बिस्कुट ल्याइदिएको छु खानु होला है त अवस्था के छ अलिक ठिकै छ के गर्छ होला अलि आफै म
उहाँले भेट्न आएको है त म उहाँलाई भेट्न आएको है के छ कस्तो छ अवस्था दिँदै आएको बजार हो उहाँले भेट्न आउँदाखेरि खाली आएको छ त्यही भएर है त के छ हजुरको अवस्था ठिक छ अहिले अरू विशेष अरू भन्दा अहिले उपचार कस्तो हुन्छ त हाम्रो हड्डी दुख्छ या अरू ठिक छ आफूलाई भेट्न आउँदाखेरि मैले यो है मैले यता राखिदिन्छु है आमा 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 कस्तो छ अवस्था ठिक छ अरूको दिन हजुरलाई नै भेट्न आएको है त हजुरलाई भेट्न आएको हजुरलाई धेरै भेट्न आउँछ आमा है ए ठाउँ बिर्सिनु भयो ए के गर्नुपर्ने आमाले रिपोर्ट औषधि किन्नुपर्ने यो औषधि किन्नुभयो रिपोर्ट यही हो उता आमाले नर्सले के भन्नुभयो यो औषधि लिएर आउनु भन्नुभयो के भन्नुभयो ए आउँदा भन्नुभएको छ मैले औषधि तत्कालको तत्काल दिनु भन्नु है कहाँ जानुपर्ने के गर्नुपर्ने भन्नु होला है हुन्छ आमालाई यो खुसी दिए त यो होइन आमा है हुन्छ यस्तै हुन्छ सन्चो पहिला भन्दा विशेष के हुँदैछ कस्तो हुँदैछ उपचार कस्तो हुँदैछ के छ हजुर के सन्चो छ पहिला भन्दा विशेष बिग्रिरहेछ है कस्तो हुँदैछ त्यहाँ उपचार ठिक हुन्छ कि हुन्छ राम्रो हुन्छ कि हुन्न राम्रो हुन्छ कि राम्रो हुन्छ कि राम्रै हुन्छ होइन अरूभन्दा पनि म चाहिँ उहाँ सबैलाई चाहिँ सोध्दै आइरहेको छु कस्तो छ के छ बिमारीहरूको अवस्था है त्यही भएर अब खाली चाहिँ आउन सकेन सबलाई केही भनिदिनु न अब के भनिदिउँ बाबु बरकत राम्रो गर्नु होला बुढाबुढीलाई सेवा गर्नुभएको छ राम्रो छ तपाईँ प्रगति हुँदै जाओस् राम्रो गर्नु होला अझै राम्रो गर्नु होला आमा है त बुवा हजुरको नाम के अरे कमान सिंह बुढा है कता छोड्दा कि होइन पहिला ए पहिला छोड्दा थिएन 81 दुखेको थियो ए ठिकै छ अनि अहिले यहाँ को बस्नुहुन्छ यहाँ दुवै परिवार बस्नु ए आमा हजुर बस्नुहुन्छ जस बाहिरदेखि अब यताउति सहायताहरूको अनि यो हाम्रो रकम कलम आउने गरेछ कि छैन रकम कलम त आएको छैन रकम कलम त आउने गर्नु पऱ्यो त यो तपाईँ अब सहायता छैन बुढा कति त्यो त कठै गरेर भनौँ भने ल्याउने कोही नै बाजा सबै फुल्का दाउरा फुलाइ है लास मन यो खुट्टा दुखिरहेछ मनको पुरा मुनै अब कोही न भन्नु के मेरो भाग्य यस्तै दुख्छ यस्तै अस्ति उहाँ पनि जानुभएको थियो है अस्पताल गयौँ अस्पताल पनि गयौँ अस्पताल पनि पछि हुन्छ भन्नुहुन्छ अब कता के गर्छ होइन हेर्नु त पऱ्यो बिमारहरू पनि छ कि बिमार छ कि बिमार छैन बिमा केही पनि छैन हामी गरिब बिमा गर्नु पनि मौका पनि पाएन त्यो बुवा म चाहिँ अब यता अस्पतालदेखि हाल खबर सोध्दै आइरहेको थिएँ र आउँदा हजुरको कृपाले काहीँ हुन्छ भने यसो मतलब आजसम्म पनि दुखिराखेको छ खुट्टो दुखिराखेको छ अब कतै हेल्प हुन्छ भने हामी दुखलाई काहीँ निगा हुन्छ भने गरिदिनु होला बुवालाई सबैले त्यहाँ कमेन्ट गरिदिनु होला है त हाम्रो बुवा एकदम पीडितमा हुनुहुन्छ सबैले सक्दो हेल्प र सहयोग गर्नुपर्छ भनेर त्यहाँ सबैले कमेन्ट गरिदिनु होला सबैले लाइक पनि गरिदिनु होला बुवाको नाम चाहिँ हाम्रो यतै हुन्छ बुवाको नाम के भन्नु कमान सिंह बुढा बुवालाई सबैले कमेन्ट गरेर सक्दो सबैले सपोर्ट गरिदिउँ है त धेरै भर्खर म भिडियो बनाउने कारणले गर्दाखेरि अब धेरै हेल्प पनि गर्नु पाइरहेको छैन है त अब त्यही भएर अस्ति च्यालेन्जिङ खेलेको हामी च्यालेन्जिङ खेलिरहेको थियौँ त्यहाँबाट थोरै रकम क्लब बजेको थियो मैले अस्पतालमा सबै बुढाबुढीहरूलाई भेटेर आइसकेको छु र अब र बिस्कुट लिएर आइदिएको थिएँ सबैले सर्भ गर्दै है त यो चाहिँ हाम्रो बुवालाई सबैले सपोर्ट गर्नुपर्छ है त दुखी बिमारीलाई हामीले सबैले सपोर्ट गर्नुपर्छ सबै हाम्रो बुवा हो है त हजुरको आइडियाले यो पुर्खा रहोस् हजुरले यो दिनुभयो यो पछिल्लो जन्ममा हजुरले पनि पाउनु होला हामीलाई सहयोग गर्दै होला भन्ने मेरो धारणा छ हस्